हेलो गुड मर्निङ गाइस। यहाँनिर एकदम बिहान बिहानै अहिले 6:30 भयो है। यो बोकेर है झाडु र उयो बोकेर घर सफाइ छ है। यहाँनिर यो गरेकै छैन रहेछ, हिजो मात्रै आएको है। आज सन्डे सो सफा गर्नु पर्यो। यहाँनिर मान्छेले हिँड्छ है, मैला त्यस्तो मैला त छैन है, पानी परेकै छैन, झारहरू आएको छैन है। अलिअलि बढाल्नु मात्रै, यहाँ तल बढालिसकेँ है। अब यहाँ उँभो बढाल्नु छ है र पल्लोपट्टि आँगन बढाल्नु छ है। अन्त फुलहरूको झारहरू अलिअलि गोड्नु छ है साथी हो। यस्तो छ। आज चाहिँ सन्डे, त्यहाँदेखिको चर्च जानु छ साथी हो। बाबा पनि त्यहाँदेखि के गर्दै होला है। ल साथी हो, अब म बढाल्छु है। आधी त बढालिसकेँ र अलिअलि झार गर्नु छ है साथी हो। घर आएपछि यस्तै हुन्छ काम चाहिँ है। सो म बढाल्छु है। गरम भएन सब यहाँ। पापाले पनि सघाउँदैछ मलाई बढाल्नमा है। अब यति चाहिँ रहेको छ, वरिपरि बढालिसक्यो है। अब यति मात्रै रहेछ, पापाले पनि सघाउँदैछ है। घरमा कोही छैन, यस्तै मैला हुन्छ। अझै रुमहरू सफा गर्नु छ है, फुलहरूको झारहरू गोड्नु छ है। अझै काम त डल्लै छ। वरिपरि सक्यो हामीले है। यतातिर पल्लोपट्टिको अगाडिको आँगन पनि सक्यौँ है बढालेर। अब यति भाग मात्रै रहेको छ। यसो सक्यो भने हुन्छ है साथी हो। दिउँसो त भ्याउँदैन, बिहानै छिटो छिटो गरिहाल्नुपर्छ है। यहाँनिर दिउँसो कति खान्छ, यहाँनिर कुनै चलाएको छ दिउँसो खाने कति खान्छ यसरी हुन्छ। यो पनि कुन रहेछ है, सानो यस्तो हुन्छ। हेलो गाइस, दिनभरि हत्तु भएर फेरि खाना पनि आफै पकाउनु पर्छ है। यहाँनिर मेरो यस्तो छ है। अब खाना पकाउनु आँटेको बिफ, तर म चाहिँ खाँदिनँ है। पापाको र भाइको लागि है। टमाटर है, के गर्नु। सिलौटोमा लसुन अदुवा अनि जिरा पिस्नुपर्छ है। बस्तीमा यस्तै हुन्छ है। मिक्सी छ तर मिक्सीमा मिक्सी चलाएको मिठो हुँदैन, त्यसै कारण चाहिँ एकदम अर्ग्यानिक मनाउनु बसिरहेको छ। पापाले धोएर ल्यायो है। हाम्रो
को छ है। अब म चाहिँ यसलाई ठिकामा हाल्छु। यसमा हाल्नु पनि के छ यसमा हालिदिनु त है। जिन्दगी गाह्रो छ है। गाह्रो छ कि छैन भन्नु। धेरै गाह्रो छ। गाह्रो अब जाडो महिना जाँदैन हाम्रो गाउँमा। हाम्रो गाउँमा मरिया बस्तीमा जाडो नजाने रहेछ है। कति अरूको गाउँमा त यस्तै होला जाडो त। के पारा भयो के पारा भयो छिटो मर्छ होला मान्छे। त्यति बेला अब फेब्रुअरी मार्च महिनामा त्यस्तो गरम हुनु पनि छैन। पानी आमा चाहिँ यसपालि लगभग छिटो बर्खा लाग्छ। माथि टुक्रा के भयो काठ फुटाउँदै हुन्छ। त्यस्तो चाहिँ जिन्दगी चाहिँ गाह्रो छ। दुःख छ दुःख छ। मेरो वादा लागिरहेको हो बुढेसकालमा यस्तै छ नि यहाँ त्यस्तै हुन्छ नि। रेगुलर लगाएको पनि तपाईँ निकाल्दै लाउँदै होइन। अनि यो कस्तो चस्माले गर्दा आँखाको जालीहरू खराउँछ अरे भने किनेको यो खराउँछ जस्तो लाग्छ। कहाँ यहाँभित्र बस्दाखेरि योभित्र दिनको हुन्छ। लाउनु पऱ्यो नि बानी लाउनु पऱ्यो नि। नलगा चाहिँ कहाँबाट हुन्छ बानी अप्ठ्यारो हुन्छ नि। क्लियर भएको लाउनु अब कस्तो खालको क्लियर चाहिँ अझै चाहिँ अन्त के कस्तो के अब देखा त्यो उयसमा हेरेर उयो गरेको यो टमाटर ज्यादा हुन्छ। यो त अलिक छिटो सकेन कति छिटो जान्छ यस्तो साग खानु पाउँछ त है साथी। त्यसलाई सागको सिजन छैन तर भए पनि सुँगुरको मासु नखानु। सिरियस होला नि सिरियस होला नि। कोही हुँदैन सुँगुरको मासु बेसी नखानु। सुँगुरको मासुले साह्रै बिसाउँछ। किन बिसाउँदैन हौ? यो के को साग पो बाबा? यो कलङ्गी र आलु मेरो थियो भाइ र बाबाको चाहिँ गोडको मासु एन्ड साग। कसले ल्याएको बाबा यो पालङ्गी साग चाहिँ? यो बनाउँदाखेरि जाँदाखेरि बेलुका पकायो बिहान पनि बिहान तिनवटा आलु कत्रो आलु तिनवटा आलु र यति पकाउँदाखेरि दुई साग हुन्थ्यो मलाई। के गर्नु यहाँनिर खानापिनाको मेरो यसो ए हुन्छ एकछिन पर्खिनु म ल्याइदिनु म पनि काट्दै बोतल त पखाउनु पर्ने रहेछ। पखाल्नु आउँदैछ तिमीहरू बस्न म खाना पनि अब मेरोमा चाहिँ मेरो सब्जीमा चाहिँ पापाहरूले पाक्नु अब मेरो पकाउँछ है।
यो चाहिँ एकदम सिम्पल छ, नो मसला। एकछिन यति राखौँ न मुनिमा यता हेलो गर्दै हेलो साथीहरु, आज चाहिँ सन्डे है 9 तारिक। आज चाहिँ हिजो मात्रै आएको है। आज बिहान चाहिँ घर सर सफा गरेर है, आँगन सगन सफाहरू गरेर फुलहरू अलिअलि गोडगाड पारेर चाहिँ फुल पनि छैन है। आमा हुँदा त पुरा फुल हुन्थ्यो, अहिले त फुल छैन, सकुलेन्ट फ्लावरहरू मात्रै छ अलिअलि है। त्यसमै झारेर अलिअलि उखालेर चाहिँ है चर्च गएर आएर चाहिँ केही काम भएन है। दिउँसो अलिअलि लुगा चाहिँ धुवाइ भयो है। आज पुरा जाडो पनि छ है। र खानासाना पकाएर पनि खाएर पनि है, म चाहिँ अहिले यहाँ बेडमा छु, बाबा पनि सुतिसक्नुभयो है। अन्त भोलि किनभने चाहिँ आज छिटो सुत्नुपर्छ, भोलि छिटो उठ्नुपर्छ है, ट्राई गर्नुपर्छ उठ्ने ट्राई चाहिँ होइन, छिटो उठ्नुपर्छ। अन्त किनभने चाहिँ भोलिदेखि मोल बोक्नुपर्छ है। हाम्रो गाउँमा के भन्छ खेतलाहरू पाउँदैन है, आफैले गर्नुपर्छ है। त्यही सघाउनुको लागि है आएको 1-2 दिन भए पनि पापालाई है मकै छर्नुको लागि है, मकै छरी चाहिँ सकिदेऊ भनेको है। आज चाहिँ 9 तारिक है, अब कति पनि छैन है, 2-3 दिन छ सकेर चाहिँ जाने भनेर भनेको है। पापा एक्लै छ घरमा, त्यसै कारण चाहिँ है। सो आज चाहिँ त्यस्तो काम भएन है, खानापिना पकाएँ, त्यति नै हो। अलिअलि काम कुरोहरू गरेँ है। भोलि दिन चाहिँ अब हत्तु ज्यार हुन्छ है, के गर्नु है, सकाइराख्नु पऱ्यो। बल्ल बल्ल आएको है, प्रायः आउनै पाउँदैन है, बिचरा पापाले मात्रै गर्नुपर्छ। त्यसै कारण अहिले कान्छी पनि छैन है, त्यसको इक्जाम हुँदैछ। सो भोलिदेखि हत्तु ज्यार। सबैलाई बाई बाई, गुड नाइट, सी यू इन नेक्स्ट ब्लग। सब्सक्राइब माई च्यानल, लाइक एन्ड सेयर। टाटा बाई बाई।